नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जयमुदीरयेत्। ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवा देवा वृषा स्वस्ति न बृहस्पतिर्दधातु स्वाहा। ॐ नमो नारायण भगवते। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौर भक्तवृंद। ओम स्वाहा इंद्रदेवाय स्वाहा वरुणदेवाय स्वाहा वायुदेवाय स्वाहा। शांताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुभवहरं सर्वलोकैकनाथम्। ओम नमो भगवते वासुदेवाय। नारायण हरे गोविंद। महाराज दाउरा त सिद्धि, अब यसको लागि के गर्ने होला? छैन। चिन्ता नगर्नुहोस्, म मेरो छोरालाई बोलाउँछु। अजामिल छोरा यहाँ पूजा हुँदैछ, त कहाँ छस्? यहाँ भगवान्को लागि यस्तो राम्रो पूजा, पण्डितजीले यस्तो राम्रो भन्नु, कहाँ चित अझसम्म कहाँ हराएको छिस् क्या? के भन्नुभयो प्रणितजी हजुरले? खै दाउरा सिद्धि रहेछ, गएर लिएर आन जा छिटो। जङ्गलमा गएर दाउरा लिएर आउनुहुन्छ है। हजुरहरू अलिकति प्रतीक्षा गर्नुहोस्, हजुरको आज्ञा। मैले त योभन्दा अगाडि विवाह पनि गरेको थिएन, तिमी नै मेरो पहिलो बुढी है। अनि कुरा के भयो भनेदेखि मलाई चाहिँ यो बुढीहरूसँग कसरी बोल्ने कसरी नबोल्ने, के गर्ने के नगर्ने थाहा छैन क्या है। त के गर्दा गर्दै गल्ती भएछ भने माफ गर्नु है। अनि एउटा कुरा यो चाहिँ कसरी न, तिमीले मेरो जिन्दगीमा आएर 4 चाँद आइदियो, पहिला 5 थियौ, कसले के गाउँदैछ त्यहाँ सुकेको दाउरा त छैन। हरियाली कति राम्रो छ। सहरमा त यस्तो हुँदैन, यही बस्ने भ्याउ कि कसो हो? यति राम्ररी त्यही त स्त्री गाह्रो हुन्छ, अरूले आँखा बनाउँछ। यो त मेरो हुनुपर्छ। ब्राह्मणको छोरा म अजामिल, मैले यसरी अरूको स्त्रीलाई हेर्नु हुँदैन। कति सुन्दर छ। अजामिल त्यो सोच्नु हुँदैन। अरूको श्रीमती अरूको स्त्री आमा समान हुन्छ। मनले मानेर छ बिहे गर्थ्यो कि क्या? होइन होइन, ब्राह्मणको छोरा हो म, मेरो ब्राह्मण धर्म छ। जहाँ मेरो यस्तो गर्नु हुँदैन। जेसुकै होस् बिहे गरिदिन्छु। महाशय हजुर, मलाई तिम्रो श्रीमती मन पर्यो त्यो। अच्छा, हाट बजार खुलेर श्रीमती बेचिरहेको जस्तो लाग्छ के हो? छाडा मान्छे हेर्दा त ब्राह्मण जस्तो छ, बजारको खेलाउन आऊ देऊ भनेर माग्नलाई। फटा मान्छे, बडो मुस्किलले समय बाहिर हुन्छ बुढाबुढी रमाइलो गर्दै। मन परेपछि पर्यो, तेरो श्रीमती भए पनि के भयो? मलाई चाहियो। फटा मान्छे, सुन्दैनौ के भन्दैछ? तिमी चाहियो रे, रोकिरहेको हेर बाबु, म तिमीलाई राम्रै मुखले भनिरहेको छु। म ब्राह्मणको छोरा भए सुन म ब्राह्मणको छोरा भए पनि म यसको लागि
जेसुकै पाप पनि गर्न तयार छु र तिम्रो हत्या पनि गर्न तयार छु। सुन, आफ्नो मर्यादा नबिर्सी, स्त्री नम्बर काम पिपासु पापको चुनाव पनि पार गरे। What are you saying? नेपालीमै त बोल्दैछु यार, तिमीले बुझ्नु पर्ने हो। No, pues nada. यति ह्यान्डसम छु त? कस्तो स्यालग्रा जस्तो कुरा हो। अब सुन्दरी अब ए बराबर तँलाई मेरो बुढोको पाप लाग्नेछ। हे सुन्दरी, तिम्रो लागि त म जुनसुकै पाप पनि सहन तयार छु। बस तिमी मेरो साथ आऊ, मसँग विवाह गर। हेर तिम्रो बुढो टप्क्या हो, अब आउँदैन। अब तिम्रो मसँग आउन बाहेक अरू कुनै उपाय छैन। आऊ सुन्दरी, यो अझ हामी। मेरो त बिहे भइसक्यो, अरे बिहे भए पनि के म भयो? आउँदैन। म अलरेडी विवाहित हो। अरे सुन्दरी, तिमी यस्तो नभन। हेर त तिम्रो पति मरिसक्यो। यदि तिमीले बिना पतिको समाजमा के इज्जत रहला? र मैले तिम्रो पतिलाई मारेको छु। तिमी अब हकमा, कानुनी हकमा मेरो आऊ, म तिम्रो सबै इच्छाहरू पुरा गरिदिनेछु। तिम्रो सम्पूर्ण इच्छाहरू र तिमीले चाहेका सबै वस्तुहरू म तिम्रो लागि ल्याइदिनेछु। बस तिमी मसँग विवाह गर। हो यस। हो हो तिमी। त्यसो भए एउटा प्रतिज्ञा गर्नुहोस्, एक मलाई गरिदिन्छु। जिन्दगीभर सुखै सुखमा राख्नुहुन्छ। सक्नुहुन्छ? बस हे सुन्दरी, तिमीलाई यो ब्राह्मण पुत्र अजामिलको वचन भयो कि म जिन्दगीभरि तिम्रा सम्पूर्ण इच्छाहरू र तिम्रा चाहनाहरू पुरा गर्नेछु। आऊ, मसँग जाऊ। अर्जुन त्यसो भए विद्यादायी माता सरस्वती को हिँड हिँड और वेद पुरुष हिँड, म यसलाई ल्याउँछु। तपाईँ मेरो पतिदेव, तपाईँले अगाडि जानु। ए बुढा, के गरिरहेछौ तिमी? के हो यो? बिहान बिहान सुत्या यो घन्टी बजाइ छ। के गरे आयो? छोरा, ए बुढो, होइन, बिहान बिहान
के भयो सासूबारीको तिम्रो बाबुले हेर त यो के गरिरहेछ यो बिहान बिहान सुत्न दिन छोडेर के यो के हो यो हे बुढी बाबाले पूजा गर्दै हुनुहुन्छ यो बिहानको समयमा शुभ मुहुर्तमा ब्राह्मणको कर्तव्य हो भगवानको पूजा पूजा उता मन्दिरमा हुन्छ यो घरमा हुँदैन जाओस् न मन्दिर पूजा गर्नु ठिक छ तिमी यसरी नरिसाऊ उहाँ विरुद्ध बुबा हुनुहुन्छ हेर्नु त बुढेसकालमा केही मन्दिर जान सक्ला उनले अब धेरै भयो म सहन सक्दैन यो बाउलाई निकाल्छौ कि तिमी म आफै निस्क्यौ यो घरबाट होइन तिमी के भन्दैछौ यस्तो हेर त तिमी र बुबा हो बुढेसकालमा म नि उहाँको स्वारा हो तिमी पनि उसको स्वारा हो हे सुन्दरी तिमी यसो नभन बुबा कहाँ जानु बुढेसकालमा अलिकति केही छैन तिमीलाई बुबाले बिहान घन्टी बजाएको पूजा गरेको मन पर्दैन भने म त्यो रोकाउँछु बस नै मलाई यो बुढा एक चाहिन्न दुई चाहिन्न यसलाई निकाल घरबाट नत्र म निस्किन्छु 3 त चाहिएला यो के भन्दैछ छोरा त मलाई निकाल्ने रे त्यही पनि भन्दैछु। पूजा नगर्ने दिने बिहानै हामी त ब्राह्मण हो ब्राह्मणको सुरुको कर्तव्य नै त्यही बिहान ब्रह्ममुहुर्तमा उठेर धरती भगवान् आफ्नो इष्टदेवको पूजा गर्नु हो यो तेरो बुद्धि के भन्छ छोरो त्यही पनि तेरो यो श्रीमती मोडेन जस्तो छ बस बुवा बस अब म आफ्नो ढुङ्गामाथि सरी आफ्नो मुटुमाथि ढुङ्गा राखेर भन्दैछु तपाईँ जानुहोस् छोरो मलाई भगवान् होइन मेरो श्रीमती प्यारो छ जानुहोस् छोरो गेट आउट छोरो तेरो आमा त मलाई तेरो आमा त मलाई छोडेर गइहाल्यो अब त पनि लास्टको सहारा छिस् बुढेसकालको सहारा छिस् बुवा हो बुवा भनेर पिटिरहेको छैन यदि मैले जबरजस्ती गर्नु भन्यो भने म यो पनि बिर्सिनेछु कि तिमी मेरो बुवा हौ त्यसैले जाऊ निस्कबाट मलाई मेरो श्रीमती मेरो छ रिसले लाग्यो जा मेरै सामने अगाडि अरे जा मेरै सामने कति ओभर एक्टिङ गर्छ जा ओभर एक्टिङ पनि आइयो मेरो सामान त लिऊ लाज बचाएको बड्डो रहेछ यो लाजगिर केही छैन यो बट्टाको जा तेरो यही श्रीमती अरे जा भने हेर छोरो हेरेर आउँछु म यति सुन्दर श्रीमती छन् मेरी अब तिमी खुसी छौ नि ठिक छ के गर्ने म तिम्रो वचनमा बाँधिएको छु तिम्रा सबै इच्छाहरू पुरा गर्छु भनेको छु ब्राह्मणको छोरा नहो मरेर जान्छु तर आफ्नो वचन कहिले तोड्दिनँ जाउँ बुढा बुढा हजुर हजुर आएँ 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 किन याद कहाँ गएको थियो? कहाँ जा मलाई सोधेर जानु पर्दैन लखर 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 यहाँ आउँछ जान लाग्यो त्यहीँ अब मलाई सुन मलाई अलिकति मदिरा खाने मन लागेको छ ल्याइदिनु तिम्रो दिमाग त ठेगानामा छ ल्याउँछौ कि नै तिमी ब्राह्मणको श्रीमती हौ कसरी तिमी मदिरा खान सक्छौ ब्राह्मणको श्रीमतीले के खानुहुन्न र मलाई मन लाग्यो भने जे मन लाग्छ त्यही गर्छु तिमीले भने होइन कसम खाएको थियो नि त बस ल्याइदिन्छु जाऊ लिएर अरे जाऊ न जान्छु मदिरा वाह लास्ट पनि छ वाह
ल्याऊ। ल्याऊ 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 खाइहाल्छु आजै म पनि हाल त बनी खाऊ अरे खाऊ न ल्याऊ खाऊ खान चल खान्छौ कि म छोडेर हिँड्थ्यौँ छोड्ने हो अँ ठिकै छ खाऊ खाऊ अब मलाई के चाहियो मासु मासु अँ साँच्चीकै साँच्चीको है छिटो ल्याएर आऊ होइन तिमी यो ब्राह्मण पुत्रलाई केसम्म पाप गराउँछौ मदिरा खुवाइहाल्यो म मासु ल्याएर भन्दैछु यदि मलाई साँच्चीकै माया गर्छौ भने मेरो लागि मासु ल्याएर आऊ म ब्राह्मण पुत्र हो अझामिलो यति त ख्याल राख ब्राह्मणको इज्जत राख्थ्यो छिटो ल्याएर आऊ जाऊ वाह पहिला तिमी खा तिमी मजा गर्न छैनौ नि छोडेर हिँड्थ्यौ बस हँ खान्छु बस भनेकै मान्दैन अब यो घरमा तिमी नै बस ए खाइसक्यो मैले खाइसक्यो म छोडेर जान्छु खाइहाले खाइरहेको छु तिमीले भनेको थियो भने मेरो ख्याल गर्छु भनेर हँ म गएँ खाइरहेको छु म गएँ कहाँ भइहाल्यो जति इच्छा पुरा गरे पनि इच्छा पुरा नहुने यसको कहाँ गयो यो अब कहाँ गयो खोज्नु त्यसलाई अझामिल बुढो भइसकेको थियो ऊ अत्यन्तै दुःखदायी अवस्थामा घरको काम पनि आफै गर्दै थियो त्यसरी एउटा ब्राह्मणको छोरा बिस्तारै बिस्तारै अधर्मतिर लागेर भगवानबाट विमुख भएर दुःख पाइरहनु भएको थियो हेरौँ अब कसरी अझामिलको उद्धार हुन्छ के गर्ने सबै घरमा यस्तोको काम एक्लै गर्नु पर्ने यो मन साह्रै दुःख दिँदो रहेछ सबैको सुन्नु तर यो मनको कहिल्यै नसुन्नु रहेछ यो मन साह्रै चिन्छ मूर्ख छ अज्ञानी छ दुःख नारायण नारायण हरे हरे जप नारायण नारायण हरे हरे बोलो नारायण नारायण
प्रख्यात पण्डित थिए यो हालत भयो अब हजुर के भयो तिमीलाई किन यस्तो दुर्दशा बनाउनु भयो हे नारद मुनि हजुरको चरण कमलमा कोटी प्रणाम उठो हजुर हे नारद मुनि हजुरले यो तुच्छ पापी अधमलाई कसरी दर्शन दिनुभयो चिन्ता नगर्नु अजान तपाईँको यो दुःख देखेर मेरो मन बढान्यो चिन्ता नगर अब तपाईँको घरमा जुन सन्तान हुन्छ त्यसको नाम नारायण राख्नुहोला त्यसले नै हजुरको उद्धार गर्छ हस्त हुन्छ देवर्षि नारायण हजुर कति महान हुनुहुन्छ नारायण हजुरले यो पापी अधम यो पापै भावले भरिएको अधमलाई दर्शन दिनुभयो आज मेरो मन अति नै तृप्त भएको छ हुन्छ नारद मुनि हजुरको आज्ञा अनुसार मेरो छोराको नाम त्यही राख्नेछु जुन हजुरले भन्नुभएको थियो हुन्छ अजामिल हरेक क्षण आफ्नो पुत्रलाई नारायण नारायण भनेर बोलाउनुहुन्थ्यो एक दिनको कुरा हो जब अजामिलको मृत्यु नजिक आइसकेको थियो हेरौँ अब अजामिलले कस्तो गति प्राप्त गर्दछ नारायण छोरा ए बाबा एक गिलास पानी दिँदा बा साह्रै नारायण बाबु ए नारायण ए अजामिल आखिरकार तेरो त्यो घडी आइसकेछ अरे तपाईँ को हो ती डरलाग्दो अनुहार भएका तपाईँ बुढो मान्छेले के गर्दै हुनुहुन्छ मलाई मार्नुहोस् नारायण बाबु नारायण बाबु मलाई बचाऊ नारायण मेरो बाबु नारायण मैले के गरेछु तपाईँ उहाँलाई नलग्नुहोस् असम्भव त्यस्तो कसरी हुन्छ यसले त जीवनमा यति पाप गरेछ जति मेरो फलोवर्स पनि छैन यति त यसले पाप गरेछ यसलाई सुन्नुहोस् यसलाई यमलोक नलगेर यसलाई त यमलोकको पनि यमलोक लग्नुपर्छ हो होइन उहाँले जिन्दगीभर पाप कर्म गर्नुभयो मदिरा मांस अनेक थरीका पाप कर्म गर्नुभयो तैपनि अन्तिममा उहाँले भगवान् नारायणको नाम लिनुभयो म भगवान्को दूत हो त्यही भएर उहाँलाई मलाई भगवान्ले पठाउनु भएको छ तपाईँ जानुहोस् उहाँलाई अन्तिम एउटा मौका दिनलाई भगवान्ले मलाई पठाउनु भएको हे विष्णुदूत हजुर यति महान हुनुहुन्छ म अधम म पापी
म आफ्नो मनको आफ्नो इन्द्रियको बसमा भएको अधम पापी जसले जिन्दगीभर केवल पाप गरे। केवल भगवान नारायणको एकपल्ट मात्र मैले नाम लगाएको थिएँ। उहाँ यति कृपालु हुनुहुन्छ। म जस्तो अधम पापी मूर्खको सारा पाप नष्ट गरेर यमदूतको पासोबाट बचाउनु भयो। अजामिल अब तिमी कति यो संसारमै पाप कर्म गरेर बस्छौ। भगवानले अब तिमीलाई अन्तिम मौका दिनुभएको छ। तिमी भगवानको नाम स्मरण गरेर भगवानको नाम जप गरेर अन्तिम समयमा तिमीले भगवानलाई प्राप्त गर्न सक्छौ। त्यही भएर यो मौकालाई खेर नफाल। भगवानको नाम स्मरण गर, भगवानको नाम जप गर र अन्तिममा भगवानको धाम प्राप्त गर। हजुरले बडो कृपा गर्नुभयो। म अजामिल अहिले आएर थाहा पाउँदैछु कि यो हरे कृष्ण महामन्त्र भगवानको नाम नै यो मनुष्य जीवनको परम लक्ष्य रहेछ। मान्छेको जीवन पाएर पनि हामीहरू इन्द्रिय तृप्ति गर्छौँ र यो मनको बसमा रहेर आफ्ना इन्द्रिय तृप्ति गर्नमै सारा जिन्दगी बिताउँछौँ र 84 लाख योनि पश्चात जुन यो मनुष्य शरीर पाएको छ त्यसलाई केवल आफ्नो इन्द्रिय तृप्ति पाप गरेर नर्कमा जान्छौँ। मैले बुझिसकेँ हे विष्णुदूत। म अब केवल हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे यो महामन्त्रको जप गर्नेछु र यो मनुष्य जीवनलाई साकार बनाउनेछु। हजुरलाई धन्यवाद छ। हामी सबैले एकपटक भगवानको नाम लगाऊ आफ्नो हृदयबाट नै। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। यो महामन्त्रको जप गरौँ र भक्तहरूको सङ्ग गरौँ र आफ्नो मनुष्य जीवनलाई साकार बनाऊ। हरे कृष्ण।